है जाने बेलामा तपाईले बिर्सियो काम भनेको यो यत्रो दिव्य धाममा तपाईले आफ्नो नाम लेखाउन बिर्सिनु भएको छ भने फेरि चाहिँ स्मरण गराए यो दिव्य धामको कुनै न कुनै भित्तामा तपाईको नामबाट यो धाम बनेको भनेर तपाईका सन्तान सन्तानले थाहा पाउनुपर्छ। त्यसकारणले गर्दा पनि 16,108 रुपियाँ पैसा न्यूनतम दान गरेर तपाईले आफ्नो नाम शिलालेखमा लेखाउनुपर्छ र आउँदो पुस्ताले आफ्नो सन्ततिलाई मेरा बाजेले पनि यत्रो धाम बनाउन योगदान गरेका छन् भन्ने कुरा थाहा पाउनुपर्छ। दान गर्नुभयो छैन र दान गर्नु छैन भने अहिले पनि शौचालयमा दान गर्न सक्नुहुन्छ। नभए भोलि तपाईँ बिहानैदेखि 24 घण्टा अवरात्र हाम्रा सचेत साथीहरू खट्नु भएको छ। तपाईँहरू सबैजनाले दान गर्नुहोस् र एउटै हाम्रो नारा छ, सके दान नसके हे भगवान। सके दान नसके हे भगवान। भगवानले भन्नुपर्छ अरे भगवान मैले सके दान गर्छु, सकिन भने पनि म तिम्रो शरणमा आउँछु तिमीले मलाई एक दिन पक्कै पनि सही बाटो दिनेछौ, मलाई दान गर्न सक्ने बनाउनेछौ भन्नुहुन्छ अरे भन्दै बद्रीनारायण धामको यो पावन भूमिमा पछि 26 गते यहाँ प्राण प्रतिष्ठा भएर भगवानको पूर्ण स्वरूप देखिनेछ। अहिले तपाईँको स्वरूप छुट्टिआएको छ भन्दै तपाईँहरू सम्पूर्णलाई फेरि पनि प्रसाद ग्रहणको लागि अनुरोध गर्दै सम्पूर्ण साधु सन्त सम्पूर्ण धार्मिक व्यक्तिहरूलाई चाहिँ नमन गर्दै बिताउन चाहन्छु। पूर्ण मुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम सहना भवतु सहनो भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्। ओम शांति हरे कृष्ण बद्रीनारायण धाम को, बद्रीनारायण भगवान को, बद्री विशाल